कुनै पनि विपद बाजा बजाएर आउँदैन। हो दर्शकबिन नमस्ते, म सन्दीप सुनार। दर्शक महानुभावहरू, पछिल्लो समय भनेको बर्खायामको समय हो। यस समयमा विभिन्न स्थानमा बाढी, पहिरो, डुबान लगायतका प्राकृतिक प्रकोपहरू हुने गर्छ। यसबाट बच्ने कसरी र आफू पनि बच्ने, अरूलाई पनि बचाउने विभिन्न उपायहरू अवलम्बन गर्नुपर्छ। दर्शक महानुभावहरू, पछिल्लो समय धेरै घटनाहरू घटिसक्यो र हामीले विगतलाई हेर्ने भने सत्यवती 4 लिम्का गुल्मीमा 76 साल श्रावण महिनाको 7 गते घटेको घटनालाई पनि हामीले निहाल्न सक्छौँ र विगतलाई फर्केर पनि हेर्न सक्छौँ। तथा अन्य धेरै घटनाहरू पनि घटिसकेका छन् र वर्तमान समयमा हो विभिन्न बाढी, पहिरो जाने, सम्भवतः भनौँ धेरै जस्तो अब पहाडी क्षेत्रमा पहिरो नै गएको छ र तराई क्षेत्रमा डुबानहरू पनि भइरहेको छ। जस्ता प्राकृतिक प्रकोपहरू घटिसकेका छन् र यसबाट हामी सधैँ सजगता रहनुपर्छ। त्यसैगरी नेपाल सरकारले एउटा एप नै खोलेको छ। यो मौसम पूर्वानुमानको एप, कुन ठाउँको कस्तो छ मौसम भनेर हामीले त्यसबाट पनि हेर्न सक्छौँ। दर्शक महानुभावहरू, प्राकृतिक प्रकोपबाट बच्न सबैले आफै सर्वप्रथम सजग नै रहनुपर्छ। सजगता अपनाएसम्म प्राकृतिक प्रकोपले हामीलाई कुनै पनि घात गर्न सक्दैन। सजगता अपनाइयो भने हामी प्राकृतिक प्रकोपहरूबाट पनि बच्न सक्छौँ। बाढी, पहिरोबाट पनि बच्न सक्छौँ र पहिरोबाट बच्नु अति जरुरी छ पहाडी क्षेत्रहरूमा र तराई क्षेत्रमा पनि डुबान तथा अन्य प्राकृतिक प्रकोपहरूबाट पनि बच्नुपर्छ। त्यसैगरी लामा यात्राहरू गर्दा धेरै सजगता, मौसम हेरेर यात्रा गर्ने तथा अन्य धेरै कुराहरूलाई व्यवहारमा अवलम्बन गरेर, भनाइ मात्र हुँदैन, व्यवहारमा अवलम्बन गरेर चाहिँ हामी यस्ता प्राकृतिक प्रकोपबाट बच्न पनि सक्छौँ। र दर्शक महानुभावहरू, प्राकृतिक प्रकोपबाट साँच्चीकै बस्यो भने हामी पछिसम्म धेरै पुस्तान्तरबाट पनि हेर्न सक्छौँ होइन। त्यसैगरी धेरै कार्यहरू पनि गर्न सक्छौँ पनि भन्न चाहन्छु र भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धन्यवाद।